लगेमा म यस गोर्खा माध्यमिक विद्यालयमा कक्षा 9 मा अध्ययन गर्दै आएकी छात्रा प्रिन्सा केसी। सर्वप्रथम मलाई यो सुनौलो अवसर दिनुभएकोमा हामीलाई सामाजिक विषय अध्ययन गराउने शरण गर्दै सरलाई मेरो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। आज म सामाजिक परियोजना अन्तर्गत नेपालमा घोषणा गरिएका राष्ट्रिय विभूति मध्ये पृथ्वीनारायण शाहको राष्ट्रिय विभूतिको परिचय, योगदान र प्रेरणाहरू भन्न गइरहेकी छु। पृथ्वीनारायण शाह आधुनिक नेपालको एकीकरण तथा गोर्खा राज्यको राजा हुन्। उनको जन्म विक्रम सम्वत 1979 पुस 27 गते गोर्खामा भएको थियो। साना साना 2200 र 2400 राज्यहरूलाई एकीकरण गरी आजको नेपालको आधार निर्माण गर्नुभएकोले उनलाई नेपालको महान राष्ट्रिय विभूति मानिन्छ। उनको यस जीवनीबाट हामीले धेरै प्रेरणाहरू पाएका छौँ। पृथ्वीनारायण शाहको जीवनीबाट देशप्रेमी, प्रेमी, साहस, दूरदर्शी नेतृत्व क्षमता र राष्ट्रिय एकताको प्रेरणा पाइन्छ। कठिन परिस्थितिमा पनि लक्ष्यप्रति दृढ रही राष्ट्रको हितका लागि काम गर्नुपर्छ भन्ने शिक्षा उनको जीवनीबाट प्राप्त हुन्छ। उनले धेरै योगदानहरू हासिल गरेका छन्। पृथ्वीनारायण शाहले विभाजित राज्यहरूका एकीकरण गरी बलियो र स्वतन्त्र नेपालको स्थापना गरे। नेपालको स्वतन्त्रता जोगाउन विदेशी हस्तक्षेपप्रति सचेत रहे। उनको जीवनीबाट हामीले धेरै कुराहरू सिक्न पायौँ। पृथ्वीनारायण शाह आधुनिक नेपालको एकीकरणकर्ता तथा महान राष्ट्रिय विभूति हुन्। उनले साना राज्यहरूलाई एकीकरण गरी बलियो र स्वतन्त्र नेपालको आधार निर्माण गरे। उनको योगदान नेपालको राष्ट्रिय एकता, स्वाधीनता र विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ। मैले यो परियोजना गर्दै गर्दा यहाँ प्रयोग गरेका सन्दर्भ सामग्रीहरू कक्षा 9 सामाजिक अध्ययन पाठ्यपुस्तक, विद्यालय पुस्तकालय सन्दर्भ सामग्री, विभिन्न इतिहास तथा सामान्य ज्ञानको पुस्तक। धन्यवाद।